जोजोलोपा नमस्कार। आदरणीय तथा प्रिय नगरवासी, आमा बुवाहरू तथा ज्येष्ठ नागरिकहरू, आज खुसीको क्षण यहाँहरूकै लागि विशेष अनाउन्समेन्ट पनि गर्दैछौं। 70 वर्ष र सो भन्दा माथिका आदरणीय आमा बुवाहरूको लागि घर घरमै आधारभूत स्वास्थ्य सेवा हामीले प्रदान गर्दैछौं। अशक्त हुँदा महानगरको टेवा, ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा, यो स्लोगनको साथमा हामीले यो काम सुरु गर्दैछौं। थुप्रै ज्येष्ठ नागरिकहरू आफ्नो उमेरको कारणले गर्दा, शारीरिक अशक्तता बढ्ने, आर्थिक कारणले गर्दा र त्यति मात्र नभएर अरू विविध सामाजिक कारणले गर्दाखेरि धेरै आमा बुवाहरू अस्पताल गएर जाँच गर्ने र अस्पताल अथवा भनौं स्वास्थ्य सेवाबाट धेरैजना टाढा हुनुहुन्छ। कतिजनालाई हस्पिटल गयो भने फेरि रोग थाहा होला भन्ने डर पनि हुँदो हो, त कतिजनालाई आफ्नो छोराछोरी सन्तानलाई किन दुःख दिने भनेर आफ्नो स्वास्थ्य जाँच नगराउनु हुने थुप्रै आमा बुवाहरू हुनुहुन्छ र यहाँहरूका लागि अब घर घरमै स्वास्थ्य परीक्षण र सँगसँगै यहाँहरूको स्वास्थ्य कस्तो छ भन्ने सर्वेक्षण पनि हामीले गर्दैछौं। अब हाम्रो स्वास्थ्य सेवा अस्पताल र प्रवर्धन केन्द्रहरूका भित्ताभित्र कोठाभित्र मात्र सीमित रहने छैन। अब भने हामीले स्वास्थ्य सेवा हामी सबैजनाको अधिकार र यो अधिकार सुनिश्चित गर्नका लागि यहाँहरूको घर दैलोमा नै हाम्रा सम्पूर्ण टिमहरू, डाक्टर, नर्स र सँगसँगै यहाँहरूलाई दिनुपर्ने औषधिका साथमा हाम्रा टिमहरू यहाँहरूको घर घरमै आउँदै हुनुहुन्छ। यो सेवा सुरु भएसँगै महानगरभित्रका सम्पूर्ण आमा बुवाहरूले भन्न सकुन् कि म सुरक्षित छु र मेरो महानगर मेरो साथ छ। शुभ